हेलो नमस्ते एन्ड जय मसी। आज हामी शनिबार हो अनि आज हामी चर्च जाँदैछौँ। अनि गाइस म आज तपाईँहरूलाई चर्चमा जाँदै गरेको यो भिडियोहरू तपाईँहरूलाई म देखाउने छु। अनि तपाईँहरूले यो भिडियो मनपर्छ भने लास्टसम्म हेरिदिनु होला। अनि लाइक सेयर र सब्सक्राइब गर्न नबिर्सिनु र त्यससँगै रहेको बेल आइकनमा थिच्न नबिर्सिनु होला। ओके गाइस, हामी फेरि भेट्नेछौँ। चर्च जान रेडी हुनुभयो? अब हिँड्न लायो ल हिँड्नु है त। तपाईँ जय मसी। आज चर्च जाने विश्रामको दिन हामी चर्च जाँदैछौँ। ओके जय मसी। चर्च जान रेडी हुँदै हो? चर्च जानलाई रेडी हुँदैछौँ हामी। ल गाइस, अब हामी चाहिँ चर्च जानलाई रेडी भइसकेका छौँ। अब हामी हिँड्नेछौँ है त। अनि हामी बाटोमा फेरि भेट्नेछौँ। सो गाइस त्यही हो। अब चाहिँ म बाइक स्टार्ट गरेर निस्किन लागेको छु। मेरो बाइक चाहिँ यहाँ यस्तै सेपरेट मैले राख्छु। अब त्यही गाइस, अब हामी बाइक निकालेर जान लागिसकेका छौँ। त्यसो गाइस, अब चाहिँ मैले बाइक यहाँबाट निकाल्न लागेको छु। ब्याक गरेर निकाल्नु पर्छ अनि अलिक अप्ठ्यारो हुन्छ। किनकि मैले चाहिँ यो सेपरेट ठाउँमा राख्छु बाइक। ओके गाइस, अहिले बाटोमा भेटौँ है त। फाइनली गाइस, मैले बाइक निकालिसकेँ र म चर्चको लागि हिँडिसकेको छु। बुवा नि आउँदै हुनुहुन्छ, बुवालाई पनि सँगै लानुपर्छ। अगाडि दिदी हुनुहुन्छ। घडीमा 10 बजिसकेको छ। सेवा 10:30 देखि सुरु हुन्छ। भयो गाइस, हामी चाहिँ हिँडिसकेको छ। हेलो दिया। कहाँ कालोमा रोक्नु त? लागिसकेका छौँ। अहिले बाटो अप्ठ्यारो छ। अनि राइडरहरूको लागि यस्तो बाटो त के बनाइसकेको छ गाइस। बाटोको छेउमा तपाईँहरू सँगै रहनुहोस्। तपाईँले कति साथ दिनुभएको हो। त्यही गाइस, फाइनली म चर्च पुगिसकेको छु। अप्ठ्यारो छ।
गाइस हामी चर्च आइपुग्यौँ। फाइनली हामी चर्च पुगिसकेका छौँ। जय मसी जय मसी जय मसी जय मसी जय मसी जय मसी। ओहो जय मसी 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 जय मसी। यसो गाई जब हामी लास्टमा भेट्नेछौँ है त। जय मसी यहाँ पनि जय मसी ल जय मसी गर्दैछ पनि जय मसी जय मसी जय मसी जय मसी जय मसी। गाइस हामी चाहिँ अब चर्चमा आइसकेका छौँ। अब जय मसी प्रसन्न हो पुलिस हुन्छ आशिष ड्रमको बाहिर आइपुग्यो होइन। जय मसी लिड गिटारिस्ट अन्त टेक्निसियन दाजु जय मसी है। ल टेक्निसियन दाजु हुनुहुन्छ जय मसी। गाइज हामी सेवापछि फेरि भेट्नेछौँ है त। हुन्छ हामी कोरस नम्बर 126लाई हामी गाउनेछौँ। न त बलले न शक्तिले प्रभु भन्छन् मेरो आत्माले भन्ने कोरस नम्बर 126लाई हामी गाउनेछौँ। बिहानीको सूर्य जस्तै तपाईँको अनुग्रह भन्ने भजन हामी गाउनेछौँ। प्रभुले सिकाउनु भएको प्रार्थना भजनको माध्यमद्वारा गाउनेछौँ। हामी सबैजना आफ्ना आँखाहरू बन्द गर्नेछौँ।
सेवाली सकिसकेको छ अनि हाम्रा दाजुभाइहरू पनि सबै सकिसकेको छ अनि अब सेवा सकिएर अब हामी घर जाँदैछौँ अवश्य नभए जय मसी जय मसी जय मसी जय मसी आज सेवा कस्तो भयो एकदमै राम्रो आशिषमय भएको छ है आज जय मसी आमा जय मसी आज सेवा कस्तो हो ठिकै भयो राम्रै भयो जय मसी परमेश्वरको सेवा पनि नराम्रो हुन्छ र जय मसी सर आज सेवा कस्तो हो हजुर एकदम धेरै राम्रो धेरै आशिषमय हालेलुया जय मसी आजको सेवा कस्तो भयो धन्यवाद सर असल राम्रो जय मसी आजको सेवा कस्तो भयो धन्यवाद भाइ धन्यवाद जय मसी सेवा कस्तो भयो जय मसी जय मसी सेवा कस्तो हो सेवा हाम्रो अति नै निकै राम्रो भयो जय मसी आजको सेवा कस्तो हो जय मसी भाइ ल धेरै धेरै धन्यवाद जय मसी आजको सेवा कस्तो हो ठिक छ है जय मसी आजको सेवा कस्तो हो हजुर ठिक छ सबै कुरा हुन्छ कि राम्रो पिरै मान्नु पर्दैन जय मसी आजको सेवा कस्तो हो जय मसी एकदम राम्रो भयो परमेश्वरको सेवा गर्न एकदम खुसी छु म जय मसी है सर जय मसी आज सेवा कस्तो हो सर एकदम आशिषमय भयो धेरै धेरै धन्यवाद मैले त देखेन त के हो कालो हात आइरहेछ जय मसी सर है जय मसी यहाँनिर म एउटा भ्लग गर्दैछु आजको सेवा कस्तो भयो हजुरको एकदम राम्रो हजुर राम्रो धेरै राम्रो आशिष दिनुभएको हजुरलाई पनि यहाँ सबैले जय मसी आजको सेवा कस्तो भयो धेरै धेरै राम्रो धन्यवाद जय मसी धन्यवाद जय मसी हजुर आजको सेवा कस्तो भयो जय मसी आजको सेवा कस्तो भयो एकदम राम्रो जय मसी अङ्कल जय मसी आशिष अब सेवा सकिसकेको छ हाम्रो चाहिँ र हामी फेरि यसै गरी अर्को हप्ता हामी भेट्नेछौँ हामी यहाँबाट छुट्नेछौँ ल सबैलाई जय मसी परमेश्वरले तपाईँहरूको जीवनमा प्रशस्त आशिष दिनुभएको होस् ओके हामी फेरि पछि भेट्नेछौँ त्यही हो गाइस फाइनली अब म चाहिँ घर फर्किन लागिसकेको छु सेवा सकेर वाउ के हो त्यो लाइट लिन्छ बेटी क्रस फायर रहेछ त भाइको त क्रस फायर रहेछ त हजुर भाइ चाहिँ भाइ क्रस फायर हो खतरा रहेछ ल ए ल गाइस त्यही हो अब चाहिँ म घर पुग्न लागिसकेको छु हामी यसरी नै बनाउँदै चलाउँछु फेर्दिन बाइक ठिक छ नि होइन कन्डिसन बेच्यो भने 2 लाख आउँदैन के बेच्नु आउँदैन किन्नु पऱ्यो 5.5 लाख घरि के आउँदैन हो केही छैन ब्रेक गरेर ब्रेक गरेर फेरि हाल्छु मलाई पठाइदिनु ब्रेक फेरिदिनु 5 लाख फेरि हाल्छ होला त्यो छ ब्रेक नयाँ छ ब्रेकहरू टायरहरू नयाँ छ चेन्ज नयाँ छ
ठिक छ यो बाइक राम्रो छ बाइक एक्सिडेन्ट भएको थियो के भएर काहीँ पत्ता राखेर ल ल तपाईँहरू अगाडि जानु ल यहाँदेखि बाटो साङ्ग्रो छ गाइस सो मैले उहाँहरूलाई अगाडि पठाइदिएको छु हेलो तपाईँहरूले यो भिडियो मनपर्छ भने लाइक सेयर र सब्सक्राइब गर्नुहोला अनि त्यो छेउमै रहेको बेल आइकनलाई थिचिकन मेरो यो भिडियोलाई निरन्तर रूपमा हेरेर माया गरिदिनु होला है त गाइस ल लेट्स गो अनि फेरि भेट्नेछौँ मैले यस्तो भन्दै तपाईँहरूलाई मैले अड्काएर राखेको छु यो केही छैन गाइस हो हामी फेरि भेट्नेछौँ ल हेर्नुहोस् त यहाँ रिसोर्ट छ यहाँ चाहिँ कन्ट्री साइड रिसोर्ट पुग्न लाग्यो गाइस आजको दिन शुभ रह्यो परमेश्वरको आशिष रह्यो सबैले साथ दिनुभएको निम्ति धन्यवाद म छुट्टिसकेको छु